हेलो गुड मर्निङ नमस्ते। म चाहिँ बिहान बिहानै खाजा बनाइदिँदैछु नानीलाई स्कुल जानुलाई। तपाईहरु के गर्नुहुँदैछ? यति पकाइसक्यो रोटी चाहिँ। यति पकाए सेतो न सेतो पो देख्यो त। अनि अब बिहान त्यस्तै हुन्छ, हतारै हुन्छ सबैलाई। हाम्रो पनि त्यस्तै हुन्छ, हतार बिहान। गर्नै पर्यो हैन। अनि तपाईहरु के गर्नुहुँदैछ? ठिकै हुनुहुन्छ होला। हाम्रो चाहिँ यस्तै छ, बिहान बिहानै उठेर खाना बनायो। कति बेला लाने टिफिनमा हाल्दैछ नानीले चाहिँ, स्कुल जानु रेडी भएको। अनि बिहान उठेर खाना बनाउँदा के गर्दा त्यसै ढिलो हुन्छ आफैलाई पनि अहिले। अनि हतार अलिकति खाएर हिँड्यो, बेलुकासम्मको लागि हुन्छ। बेलुका कोही बेला खाइ हुन्छ, कोही बेला हुँदैन। त्यस्तै छ जिन्दगी। कतिजनाले भन्नुहुन्छ फोन गर्दैन, बिर्सेछ, ठुलो भएछ भन्नुहुन्छ। ठुलो भइहालेको चाहिँ होइन, तर के गर्नु, आफ्नो आफ्नो काम हुन्छ, परिस्थिति त्यस्तै हो सबैको। अनि आफ्नो आफ्नो व्यस्तता सबैले हुन्छ हो। त्यही भएर मात्रै बिजी भएको जस्तो भएको, केही भएको छैन अरू चाहिँ। टेन्सन नगर्नुहोस्। अनि म चाहिँ बिहानको हाम्रो चाहिँ ब्रेकफास्ट भने पनि यो लन्च भने पनि अब बिहान एकचोटि पाक्छ, त्यहाँबाट बेलुका मात्रै पाक्छ। दिनभरि कोही हुँदैन घरमा। नानीहरू स्कुल, हामी ड्युटी। बाई बाई।